रहेछ यो रिसोर्टमा नि फेरि आउनु मजा रहेछ रिसोर्टमा फेरि आउनु भनेको अनि अरूलाई आउनेलाई के भन्न चाहन्छ खै अब तपाईँ के भन्नुहुन्छ भनिदिनु होला राम्रो लाग्यो भने राम्रो भन्नु होला ल म चाहिँ कत्रो भाग आप्पा गाइस ल टाइगर गाइस टाइगर उ ल त्यो मान्छे भागिरहेको यहाँ फेरि नेम कानुन सिस्टम केही छैन आफै बचेर हिँड्ने होइन कसले कहाँबाट आएर उडाइदिन्छ कसले हामी जानु कहाँ हुँदैन देख्न सक्नुहुन्छ यस्तो आइदिन्छ कि यहाँबाट खानै हुँदैन कि अब नेताहरू उताबाट आइदिइसकेको छ यहाँ नेम कानुन सिस्टम केही छैन अब भन्दा छिरिरहेको थियो होइन अनि के भन्नु इनार गल्ली हो यो चाहिँ बबाल गल्ली हो इनार गल्ली चाहिँ ठ्याक्क छिर्यो ठक्क गयो अगाडि होइन लास्ट यही हो इनार गल्ली त इनार देखाइदिइरहेको ल नाइट भ्यू राम्रो छ दाइ बस्नु भनेको थियो त्यही भएर आज चाहिँ नाइट भ्यू यसो हेर्दै बस्दिएको है नाइट भ्यू चाहिँ झन् बब्बाल वा आउँदो रहेछ कि डेमा हिजो जुन हेरेर गयो खासै मजा थिएन तर नाइट भ्यू चाहिँ यस्तो दामी छ कि होइन लाइटिङहरू यस्तो छ अनि रातिको जुन बाटो तपाईँले त्यो वीरगन्जबाट 10 किलोमिटर के वीरगन्ज बस पार्क त्यता भयो भने त्यो साइडबाट तपाईँ 10 किलोमिटर आइसकेपछि यो यस्तो दामी पिस ठाउँ भेट्नुहुन्छ वीरगन्जमा हुनुहुन्छ भने तपाईँहरू इफ घुम्न आउनु भएको छ भने वीरगन्जको यो ठाउँ चाहिँ एकदमै बवाल छ है हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल के छ मेरो युट्युब फ्यामिलीहरू सबैजना सन्चै हुनुहुन्छ होला है म चाहिँ धेरै भइसक्यो नि त अब आफ्टर लङ टाइम पछि आइरहेको छु होइन अरू काममा नि बिजी थिएँ अरू कामहरू पनि थियो सो मैले भ्लगहरू बनाएको थिएन भ्लगहरू हाल्न पाएको थिएन आज धेरै पछि आएको छु साथीहरूको जसरी माया साथ सपोर्ट पाएको छु त्यसै गरी पाउँछु होइन भन्ने आशा पनि छ अनि अहिले चाहिँ म वीरगन्जमा छु है आज 4 दिन 5 दिन भइसकेको थियो म रुमभित्र थिएँ अनि बाहिर खासै वीरगन्ज घुमेको पनि थिएन हिँडेको पनि थिएन डुलेको पनि थिएन अनि वीरगन्ज नहिँडेपछि त थाहा छैन नि त यहाँ के छ कस्तो छ भन्ने यसो यहाँको भ्यूहरू हेर्नलाई निस्केको क्या रमाइलो छ क्या बास बवाल छ क्या यहाँको भ्यूहरू होइन अनि एक्लै आज चाहिँ चिनमा हिँडिरहेको छु कोही छैन नि त चिनेको अनि दिनभरि त लास्ट गर्मी है यस्तो हप भयो अनि आज चाहिँ जे भयो भने रातिको मौसममा यसो निस्किन्छ भने निस्केको गर्मी त छ यस्तो छ होइन यसले गर्दा तर ठाउँ बवाल रहेछ क्या हिँड्दा क्या रमाइलो लाग्यो अनि यसो फिल गर्दै हिँड्दा क्या देख्न सक्नुहुन्छ है बवाल छ नि लोकेसन वाउ बवाल छ कि लोकेसन चाहिँ दामी यार मजा आयो जोस होइन अब के रहेछ यहाँ दो साइकल उधर यार लिके चले क्या जानियो उताबाट क्या हेरिदिरहेको रहेछ कि फेरि मा लैजालास मा तँलाई मार्छु भनेर बसेर रहेछ नि होइन तर कहाँ आयो त्यसरी लैजाने ल हाम्रो गाडी पनि आयो जस्तो छ यो गाडीले लान्छ कि लाँदैन होइन गाडीले लान्छ हामी गाडी चढ्नेछौँ त्योसँग न मरिन्छ यार लास औडा गरी भइसक्यो नि त ओ भैया हमको बचा लो यार लु हामी चाहिँ गाडी चढिसक्यो है अब चाहिँ हामी सर जान्छौँ यो चल्दैन जस्तो छ क्या यार यस्तो भयो क्या हालत एकछिन हिँडेको होइन तर खैर केही छैन तर आज 5 दिनपछि लास्ट रमाइलो परेन यस्तै छ अनि के छ तपाईँहरूको आफ्नो धेरै पछि आएको छ तपाईँहरूसँग जोडिनलाई है अगाडि चाहिँ लाइट देखिरहेको छैन र यस्तो दिन चाहिँ म देखाउनेछु ल आज भ्लग स्टार्ट अब चाहिँ फेरि कन्टिन्यू हाल्नेछु साथीहरू म चाहिँ अब वीरगन्जको बस पार्कमा आइसकेँ गाडीबाट झरिसकेँ होइन अब वीरगन्ज बस पार्क हो यो चाहिँ यहाँबाट यो साइड गयो भने चाहिँ घन्टाघर पुग्छ होइन वीरगन्ज घन्टाघर भन्छ यो साइड गयो भने चाहिँ अनि यो साइडबाट चाहिँ अब यो बस पार्क जाने साइडको सिधा गयो भने भन्सार हो होइन अनि यहाँ पछाडिबाट अर्कै छ अनि हामी चाहिँ उता गयो यसो फ्रेस भइसक्यो साँझ दामी आइदिरहेको सनलाइट उताबाट फेरि बबाल छ होइन उता चाहिँ घन्टाघर साइड हो यहाँ फेरि नेम कानुन सिस्टम केही छैन आफै बचेर हिँड्ने होइन कसले कहाँबाट आएर उडाइदिन्छ कसले हामी जानु कहाँ हुँदैन देख्न सक्नुहुन्छ यस्तो आइदिन्छ कि यहाँबाट खानै हुँदैन कि अब नेताहरू उताबाट आइदिइसकेको छ यहाँ नेम कानुन सिस्टम केही छैन हामी फाइनल्ली पोखरी गएर आउने हामी बस्ने होटल चाहिँ आइसकेको थियो फेरि हामी त्यहाँ नगइकन अब यता पोखर जाने यहाँको चाहिँ रातिको लाइटहरू चाहिँ बवाल लाग्यो पुरै हरियो ग्रिन लाइट हालिदिएको रहेछ होइन दामी छ अब यहाँभन्दा माथि एउटा पोखरी छ अरे त्यो पोखरीमा जानेछौँ अनि त्यहाँ के छ त्यो देखाउनेछौँ है त अब यहाँबाट चाहिँ पुरै टेम्पो पार्कहरू हो
टेम्पो होइन नि सर ए अटो 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 है यो फेरि कमेन्ट आउँछ मलाई यार पूर्व र पश्चिमकोबाट त्यसलाई अटो भन्छ कसले भने टेम्पो भनेर यो अटो है हामी जाँदैछौँ अब यहाँबाट चाहिँ यो त्यो चाहिँ भाइको बस पार्क हो त्यहाँको एउटा भाइलाई नि हामीले चिनेका छौँ है त्यो भाइलाई चिनेको छ अहिले बेलुका भेट्यो भने त्यो भाइ पनि भेटाउँछु म तपाईँलाई रुक्नु न किन हतार गरेर बिस्तारै भइहाल्छ नि हतार गर्नु हुँदैन गाइस बिस्तारै हुन्छ टाइगर किङ रहेछ त तर मैले होइन पश्चिममा गएको होइन सुन न पश्चिम गएँ पश्चिममा त्यो के अरे बर्दिया राष्ट्रिय निकुञ्जमा जाँदाखेरि बाघको अट्याकको डर थियो क्या एउटै बाघ देखिनु होइन बिरन्न साइको खाइदिरहेन होइन ल म चाहिँ कत्रो बाघ आप्पा गाइस ल टाइगर गाइस टाइगर ऊ ल त्यो मान्छे भागिदिरहेको डर त्यो बुढो फेरि भागिदिरहेको टाइगर दिएर साइको लागिदिरहेको ल मलाई मैले चाहिँ के भने त्यो उता गएँ मैले त्यताको पनि भिडियो बनाएँ त थाहा छ त सबैलाई होइन अनि त्यताको भिडियोमा चाहिँ त्यो जुन कुराको डर थियो त्यो देखेन तर यहाँ बाटोमा देखिदिरहेको छु कि कहाँ देखिन्छ क्या देखिन्छ ल अब हामी उता जाँदैछौँ उता गएपछि जस्ट रात पर्न लागिसकेको छ दिनभरि घाममा निस्किन सक्छौँ है एकदम गाह्रो हुन्छ रातिको यसो निस्केको माहौलहरू चाहिँ देखाउन खोजेको दिनभरि त सकिन्न नि त अनि त्यही भएर यसो आफू बसेको छेउछाउको यसो माहौलहरू चाहिँ देखाइदिएको हो होइन अगाडि एउटा पार्क छ अरे त्यो पार्कमा गएर चाहिँ त्यहाँको के छ त्यो कुराहरू देखाउने छ है त गाइस म माथि फेरि झेल्ला भइसक्यो होइन मलाई चाहिँ कहाँ यहाँको पार्क भनेर लास्न ल्याएर माछा पोखरी ल्याइदिइरहेको होइन यहाँ वीरगन्जको माछा पोखरी यहाँ चाहिँ माछाहरू पालेको रहेछ दामी रहेछ यो पनि होइन अनि यत्रो दिन बस्यो अब क्लास बोर भइरहेको थियो जोस् एकजना साथी भेटाएँ मैले अनि उहाँसँग चाहिँ यसो आज चाहिँ फ्रेस भएर निस्किदिएको राम्रो लाग्यो रमाइलो लाग्यो जोस् ठाउँ होइन अनि रातभरि अब दिनभरि जति गऱ्यो भने रातिको माहौल चाहिँ दामी हुँदो रहेछ गाडी झन्डै प्रिन्ट हेरौँ न ल सक्छ त अब अनि सक्दैन नि फेरि सक्छ त सक्दैन नि यो चाहिँ माछा पोखरी हो होइन काठमाडौँको माछा पोखरी चाहिँ होइन तर भ्यूहरू चाहिँ दामी आउँदो रहेछ यहाँ पनि दामी लाग्यो माछा कतिखेर निकाल्छ बाजे यहाँ थाहा छैन तपाईँ यतैको होइन ल उहाँलाई सोधेको हामीले देख्न सक्नुहुन्छ तपाईँले हामी प्रत्यक्ष प्रसारणमा छौँ हामी जो देख्छौँ उहाँलाई सोधिरहेछौँ उहाँले पनि भन्नु भएन हामीले अर्को एकजनालाई देखिसकेका छौँ उहाँ चाहिँ दाइ 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 भन्नु त यहाँ कतिखेर माछा निकाल्छन् थाहा छ कि नै उहाँ हेर्नु देख्न सक्नुहुन्छ तपाईँले यहाँ के भइरहेको छ यहाँ खासमा यहाँ के भइरहेको छ कि होइन मैले जसलाई सोधिरहेको छु सब तर्केर बिच्केर मबाट भागिरहेको छन् यहाँ केही न केही चाहिँ यहाँ छ तपाईँहरूले हेर्नै पर्छ यसको लागि होइन हो त्यो चरा यो सायद त्यो सबै ग्याङ मिलेर त्यो चरालाई सपोर्ट गरिरहेको हुनुपर्छ होइन नभए त्यो चरा यसरी खुलेआम कसरी उड्न सक्छ यहाँ माथि उताको भ्यूहरू हेर्दै हेर्दै होइन बल्ल अब चाहिँ भित्रको हल्का माहौल देखियो जस स्मेल चाहिँ छ होइन तर ठाउँ चाहिँ अलिकति राम्रो शीतलै रहेछ रातिको लागि चाहिँ दिउँसो चाहिँ एकदमै धेरै गर्मी होइन बस्नै नसक्ने फ्यान एकछिन बन्द भयो भने त हे ऊपर वाले इतना ज़्यादा पीडा मत दे दे मेरेको सीधा ऊपर लेके आओ ऐसा ही फिल होता है ना तर दिउँसो यो माहौल यो मौसम भनेको चाहिँ एकदमै फ्रेस मौसम रहेछ दामी हुँदो रहेछ क्या मजा आयो जोस् आहा है गल्ली गल्लीमा हल्ली हल्ली हिँड्ने हाम्रो सोल्टाको लागि जसलाई बस्छ के अरे समाजले भन्दछ हाउडेको होल अनि त्यसपछि यहाँ चाहिँ एउटा जङ्गली गल्ली आमा इनार गल्ली भन्दो रहेछ होइन त्यहाँबाट सट्टै छिर्दै कहाँ निकालिदिइरहेको ल कहाँको मान्छेलाई म यस्तो हिँड्नु पर्दैन डराइरहेको आफै भैया एक्सिडेन्ट हो जाएगा यार ऐसा मत हो यार मैं डर गया आवाज आइरहेको छ के को हो यो यो के ए इनारी हो मलाई क्या फिस हान्दिएर क्या इनार गल्ली रे होइन सही छिराइदिएको यता आइसक्यो जस्तो लाग्छ त इनार त्यो भनेर इनार पो देख्यो त्यो इनार भएको भएर पो इनार गल्ली भनेको मलाई चाहिँ होइन थाहा भएन छिरिरहेको थियो होइन अनि के भन्यो भने इनार गल्ली हो यो चाहिँ बबाल गल्ली हो इनार गल्ली चाहिँ ठ्याक्कै छिर्यो ठक्क गयो अगाडि होइन लास्टमा यही हो इनार गल्ली त इनार देखाइदिइरहेको ल ठिक छ अब
अब फेरि माछा पोखरी छ रे कस्तो त्यो अनि यति छिटो यो बाटो आएको भए त डह्रो घुम्नुपर्छ सोचिरहेको थिएँ म भन्दैछ त पृथ्वीनारायण शाहले बनाएको बाटो हो क्या त्यो आफै मैले त घुमेर आउँदा खतरा टाइमलाई कहाँ बिचबाट फुट्ट छिराइदिएको कति छिटो निक्लिरहेको मैले अब डह्रो घुम्नुपर्छ र सोचिरहेको थिएँ होइन कस्तो हो यसलाई त मकैबारी दरेम दरेम हरियो काँक्रो करेम करेम आहै लगाइ यताको यस्तै रहेछ खासै होइन केही छैन अब यस्तो गर्मीमा के देखाउने हो र जति हिँडे पनि यस्तै हो छैन खासै केही छैन एक्चुअली यो भ्यू चाहिँ हेर्नु दामी देख्छ जस यो टाइममा हामीले जुन आँखाले ओरिजिनल भ्यू देखिरहेछौँ त्यही भ्यू तपाईँहरूलाई हेर्न मन लाग्छ भने आउन सक्नुहुन्छ तपाईँहरूले गाइज भाले हेर्ने यता छ है भाले यता छ भाइ बोका हेर्ने गाइज बोका अब एकति मजाको बच्चा हो क्या तर दामी जो सोचेको भन्दा चाहिँ अलिकति फरक जति रुमभित्र गर्मी थियो त्यो भन्दा चाहिँ बाहिर राम्रो रहेछ फेरि गर्मी पनि नछ होइन ठाउँमा चाहिँ दामी बच्चाहरूसँग क्या रमाइलो गर्न मिल्ने ठिक छ ल राइट गल्ली गल्लीमा हल्ली हल्ली हिँड्ने मेरो सोल्टाको लागि दामी छ ठाउँ है ए यताबाट घुम्नु पर्ने रहेछ नि त त्यहाँ निस्किनु अनि मैले त यहाँ फुत्त निक्लिँदा त यहीँबाट अघि गएको सोचिरहेको थिएँ क्या त्यही भएर चाहिँ कति छिटो आयो कति नजिक रहेछ भन्ने सोचेको थिएँ तर त्यो होइन रहेछ क्या त्यस्तै छ होइन ठिक छ चप्पल सानो भयो कस्तो तर लास्ट के है सानो छ मान्छे जब चप्पल छोटो थियो क्या होइन अनि चप्पल छोटो भयो भनेर सोचिरहेको थियो तर अगाडिबाट खाली खुट्टा क्या त्यसै गरी हो कि लाइफ खाली खुट्टा मात्रै देख्नु तपाईँले एउटा खुट्टा छैन उहाँको खुट्टा थिएन क्या छैन है भाइ भएर ढाल्ने थियौँ राखेको यार अब चाहिँ हामी बल्ल मेरो आएर बस पार्क जाँदैछौँ है बस पार्क हेरिदिन्छौँ एकचोटि यताको कस्तो छ अनि बस पार्क हेरिसकेपछि आजलाई सायद यो भिडियो क्लोज हुन्छ सकेन खासै हिँड्नलाई डुल्नलाई होइन देखाउनु त धेरै कुराहरू मन थियो तपाईँहरूलाई अब के गर्नु लास्ट गर्मी रहेछ होइन बाहिरै निस्किन सकेन रुमभित्रै बस्यो त्यही भएर केही छैन नेक्स्ट भिडियोमा सबै कुराहरू देखाउने छु यो भिडियोमा यति नै है नेक्स्ट भिडियोको लागि चाहिँ तपाईँहरूले सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरिदिनु होला होइन साइडमा पुरै भसुवा 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 डिजे 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 भइरहेको छ होइन पुरै आफूले त्यो गरेन भने त्यो हालिहाल्छ दारू मार्केट रहेछ यहाँ चाहिँ पुरै शीतल शीतल दारू मार्केट जी हाल भयो ठिक भयो मजा आउँछ बस पार्क भयो चाहिँ होइन काठमाडौँ है गाइज यो चाहिँ बस पार्क हो यहाँको बस पार्क रहेछ त्यही छैन बस पार्कमा यस्तै छ ल गाइज है आजलाई यही हो सबैजनाले च्यानललाई सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्नु होला अनि साथीहरू आज चाहिँ म वीरगन्जको अब दिनभरि त गर्मी तपाईँहरूलाई थाहा छ छैन स्विमिङ आएर नि पानी तातो लास्टै गाह्रो हुन्छ अनि अहिले चाहिँ त्यही भएर हामी थोरै नाइट भएपछि यहाँ नजिकको एउटा स्विमिङ पुलमा आएको छौँ है यस्तो छ स्विमिङ पुल देख्न सक्नुहुन्छ तपाईँहरूले दामी लाग्यो मलाई यहाँको डेमा भन्दा हिजो चाहिँ डेमा हामी एकछिन आएको थियौँ डेमा एकछिन बसेको थियौँ तर डेमा भन्दा पनि मलाई नाइटमा चाहिँ लास्टै मन पऱ्यो थियो होइन वीरगन्जको धेरै टाढा पनि छैन यो वीरगन्ज बस पार्कदेखिबाट होइन वीरगन्ज बस पार्कदेखिबाट त्यही 10-11 किलोमिटरको दूरीमा रहेछ यो चाहिँ देख्न सक्नुहुन्छ पछाडिको भ्यू झन् वाउ छ कि होइन रुखहरू छ यस्तो दामी रुखहरू छ होइन स्विमिङ पुल छ ओ मेरो भाइ यता के छ भाइ राम्रो छ के भन्नु छ भने भन ल तिमीलाई फेरि मेरो बाबालाई छ यो रिसोर्टमा नि फेरि आउनु मजा आयो रिसोर्टमा फेरि आउनु भनेको अनि अरूलाई आउनेलाई के भन्न चाहन्छ खै अब तपाईँ के भन्नुहुन्छ भनिदिनु होला राम्रो लाग्यो भने राम्रो भन्नु होला ल भाइले भनिहाल्यो होइन तपाईँहरू पनि आउन सक्नुहुन्छ अरे यहाँको सर्भिस एकदमै राम्रो छ हाम्रो भाइहरू होइन यस्तो ह्यान्डसम भाइहरू यस्तो दामी दामी काम गर्ने भाइहरू छ होइन एकदम क्लोज भयो क्या हिजो आएको थियौँ लास्ट रमाइलो लाग्यो अनि यो भाइहरूलाई देखिसकेपछि आज फेरि आयौँ नाइट भ्यू राम्रो छ दाइ बस्नु भनेको थियो त्यही भएर आज चाहिँ नाइट भ्यू यसो हेर्दै बस्दिएको है
नाइट भ्यू चाहिँ झन् बब्बाल वाउ आउँदो रहेछ क्या डेमा हिजो जुन हेरेर गयो खासै मजा थिएन तर नाइट भ्यू चाहिँ यस्तो दामी छ कि होइन लाइटिङहरू यस्तो छ अनि रातिको जुन बाटो तपाईँले त्यो वीरगन्जबाट 10 किलोमिटर के वीरगन्ज बस पार्क त्यता भयो भने त्यो साइडबाट तपाईँ 10 किलोमिटर आइसकेपछि यो यस्तो दामी पिस ठाउँ भेट्नुहुन्छ वीरगन्जमा हुनुहुन्छ भने तपाईँहरू इफ घुम्न आउनु भएको छ भने वीरगन्जको यो ठाउँ चाहिँ एकदमै बवाल छ है अनि स्विमिङ टक्क राति होइन अब तपाईँहरूलाई खाना मन लाग्यो खाना खाजाको यहाँ राम्रो व्यवस्था रहेछ हो सेकुवा हो दाइ यता चाहिँ ल है दामी सेकुवा पनि बन्दो रहेछ फेरि ल के छ दाइ यताको नाइटको त राम्रो लाग्यो कस्तो छ यो ठाउँ भनिदिनु पऱ्यो राम्रो छ त्यो चाहिँ तपाईँको सेकुवा पोलिरहेको नि भिडियो त बनाउनु मिल्छ नि भिडियो बनाउन मिल्छ नि नबनाऊँ ए ल दाइलाई चाहिँ भिडियोमा आउनु मन लागेन अरे सो मैले बनाएन होइन अब केही पनि सोधिनँ यताको नबनाउनु रे सायद यस्तो हुन्छ नि त अब यता बोल्ने र हामी बोल्ने फरक पर्दो रहेछ हल्का फरक आउने भइसकेपछि अनि उहाँहरूले चाहिँ अर्कै सोच्नु हुँदो रहेछ क्या अनि यता चाहिँ मकै सबै होइन पुरै धानामा मकै आउँदो रहेछ यो टाइमिङमा यार त गाउँहरू छ उताको फाँटहरू पनि बवाल छ है नाइट भ्यू चाहिँ दामी छ यताको भ्यू लाइटिङहरूले बवाल छ क्या स्विमिङ होइन सो त्यही हो गाइज होइन अब यही देखाउनको लागि चाहिँ मैले हिजो आएपछि आजको नाइट वीरगन्जमा अरू केही पनि भएन यति चाहिँ देखाउँछु भनेर नाइटमा म आएको थिएँ अब चाहिँ म फर्किन्छु सायद अन्तिम भिडियो हुन्छ यो मेरो आजको वीरगन्जको अनि यति नै छ अब दिउँसो केही देखाउन पाएन वीरगन्जमा 4-5 दिनमा होइन एक्लै आएर बस्दाखेरि यतिको चाहिँ भिडियो बनाएँ मैले खासै गर्मीले कतै निस्किन पाइनँ ल ओके अनि जति पनि साथीहरूले होइन सब्सक्राइब गर्नु भएको छैन भने च्यानललाई सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर है भिडियोलाई सेयर गर्न चाहिँ नबिर्सिनु होला अनि तपाईँहरूलाई कस्तो टाइपको भिडियोहरू हेर्न मन लाग्छ मैले पहिला बनाएको र अहिलेकोमा कस्तो भिडियो बनाइदिए हुन्छ जस्तो लाग्छ त्यो कुराहरू चाहिँ मलाई कमेन्ट गरिदिनु होला तपाईँहरूको कमेन्टले चाहिँ मलाई थोरै मोटिभेट मिल्नेछ है भन्दै यो भ्लगलाई चाहिँ यहाँ एन्डिङ गरिदिन्छु